Okay, today we are here with another fishing vlog. आजको vlog चाहिँ माछा मार्ने हो। कहाँ जाने आज ल आज नरी किन माछा मार्न माछा मार्न जाने ल ठिक छ ल ल हिँड सामान पक्ल ल आज यो भरि माछा ल्याउनु पर्छ हामीले पहिलो भएको छ ल ठिक छ त्यसो भए अलराइट आज यहाँ माछा पर्छ आज चाहिँ स्कुल नगएर किन माछा मार्न आएको तिमी Oh, शनिबार बिदा so we came to fishing. कता आइपुग्यो हामी अहिले नदी हो गाइज अब चाहिँ फाइनल नदीमा आइपुगिसक्यो नदी यति ठुलो छ है त यो कालियण्डकी नदी यो धेरै ठुलो छ छाता अलि माथि गरेर अलिक घामले बाफ आउँदैन अलि माथि पोड त्यसरी गर नत्र त्यो बाफले पोल्छ अलि ढुङ्गाले हाल्ने यहाँ एउटा ढुङ्गा राख्छ ए बिस्तार राख्न माको यो भाग्छ यो चाहिँ परे तान्न पऱ्यो के गर्ने यति सानो माछा के हो यो तिमी जस्तो छ त अब टेबल बल्छी थपिरहेको छ अब फेरि बल्छी निकाल्न जाँदैछ अगाडि एकजना मान्छे पछाडि म माछा देख्नु परेछ त्यहाँ पनि एउटा माछा पर्यो दुईटा माछा यहाँ एउटा चाहिँ माछा त केटा दुईटा माछा पऱ्यो अब 8 माछा भइसक्यो माछा यहाँ माछा चाहिँ यस्तो छ मेरो चुरोट चाहिँ गडा हो पानीले भिजेर पुरा सुकुटी भइसकेको छ सुकाउँदैछु खान मिल्ने अवस्थामा पुगिसकेको यहाँ नराख त्यहीँ हाल्थ्यो
तिमी र म एउटा च्यालेन्ज गर्ने तिमी यहाँबाट त्यहाँ तिम्रो हात खाइदेऊ यसो सुक्खा छ नि होइन त्यहाँ मुनि पानीमा गएर पानी छोएर आउनु पऱ्यो यहाँ ल 1 मिनटमा आउनु पऱ्यो ल सकिन्छ म टाइम म त यहीँ बस म भिडियो खिच्नु पऱ्यो नि त म टाइम हेर्छु फेरि त्यहाँ पुगेर आयो भने तिमीले 50 रुपियाँ पायो ल 1 मिनट पुगेर आउनु पऱ्यो त्यहाँ फेरि म टाइम हेर्छु फेरि यहाँ रेडी ल 1 2 3 गो 5 सेकेन्ड भइसक्यो है सेकेन्ड है 40 सेकेन्ड भ्याइदियो यार ल खोइ पानी खोइ भिज्यो खोइ ठिक है ल मेरो चोट चाहिँ यस्तो छ एउटा पानीले भिजाएर पुरा कालो सुकेर ड्राई गरेर चाहिँ खाएको है के गर्ने खानै पऱ्यो होइन चोट छैन अरू सकसक लगाएर थियो पुरै एकपल्ट भिजाइदिएको पानीमा यहाँ चाहिँ को ढुङ्गामा आएर चाहिँ पुरा मजाले केटा तल मुनि रहेछ यार ल हामी चाहिँ अब माछा निकाल्न जाँदै तिर्खा लाग्यो Macie proszę Macie proszę राखेर आऊ यो मलाई विश्वास देखियो यो 8 हो यो ल भाइ माछा कति पऱ्यो देखाइदियो आज ल केटाहरूलाई यति पारेछ होइन ठिक छ नि होइन खुसी छ ल अब हामी कहाँ जाने यतिखेर चाहिँ अहिले चाहिँ अँध्यारो भइसकेको छ सो अब हामी चाहिँ घर जान लाग्यो है त ओके So, what do you think you'll do? How are you going to spend your life? I'm not sure. But I do know. I'm gonna live every minute of it.